एउटा राम्रो फिमेल सिंगर प्लेब्याक सिंगर जन्मिसकेको छ। म त फाइनलिस्ट मात्र होइन, हिसेले जित्यो भने चाहिँ म साह्रै खुसी हुन्छु। राम्रो छ, एकदमै राम्रो छ। ढलक ढल्कियो माया चढ्ने खिलाडी झुलुक्क झुल्कियो ए बिजुलीको तार 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 फुर्सद छैन ए हजुर आउँदो शनिबार फुर्सद छैन ए हजुर आउँदो शनिबार। एज अलवेज एकदमै बवाल। हिस्सेलाई चाहिँ के भन्छु भने हिस्सेको पनि एकदमै टोनल क्वालिटी एकदमै राम्रो छ। हिस्सेको त टोन साथसाथमै उसको प्रोनाउन्सिएसन एकदम राम्रो छ। जुन शिरैमा भने नि त्यो पक्का तलवेशको शिरै आयो कि त्यो मलाई एकदम राम्रो लाग्यो। टोन पनि यो गीतसँग एकदमै मेल खाएको जस्तै लाग्यो। क्षमता छ, ऊ एकदम असल गायिका चाहिँ पक्कै पनि हुन्छ, त्यसमा कसैलाई पनि दुई मत छैन। पोख्त सिङ्गरले गाइरहेछ मञ्चमा भन्ने मलाई पनि फिल भयो। सिक्किममा चाहिँ प्लेब्याक सिङ्गर फिमेलमा आयो भने चाहिँ हाम्रो हिस्सेमा पनि आउँछ जस्तो लाग्छ मलाई। सबैले एउटा सिक्किमबाट फिल्म बन्यो भने जहीँबाट पनि बन्यो भने हिस्सेको आवाज एकदमै फिट हुन्छ हिरोइन। सिक्किम आइडल सिजन 2 को ग्रान्ड फिनाले 13 नोभेम्बर 2025 रम्फू ग्राउन्डमा हुनेछ र म यहाँबाट अनुरोध गर्दछु कि तपाईहरु सबैजना आइदिनुहोस् अनि मेरो परफर्मेन्स हेरिदिनुहोस् अनि मलाई तपाईहरुकै बहिनी छोरी सम्झेर तपाईहरुको बहुमूल्य भोट दिनुहोस् अनि तपाईहरुको सपोर्ट नै मेरो सक्सेस हो। थ्यांक यू।